हेलो गाइस, गुड मर्निङ। हजुर के गर्नुहुँदैछ अहिले? अब चाहिँ म ड्युटी जान लागेको। मैले अहिले यहाँनिर वेट गरिरहेको छु। तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। तपाईँहरू आफ्नो आफ्नो ड्युटीको लागि तयार हुँदैछ होला जानको लागि। र म पनि यहाँनिर रेडी भएर बसिसकेर एलिभेटर पर्खिरहेको छु, लिफ्ट पर्खिरहेको छु। साथी हो, अनि तपाईँहरू के गर्नुहुँदैछ? कहिले पनि आइपुग्छ छैन, कति हो टाइम आइपुग्यो, बल्ल लिफ्ट आइपुग्यो साथी हो। लिफ्ट आइपुग्यो साथीहरू। लिफ्टबाट म जाँदैछु बाहिर तल। आज त्यसरी ड्युटीमा कामहरू हुन्छ, किनभने छुट्टीहरू सबै कर्मचारीहरू अलरेडी सकिसक्यो। अब सन्डे टु थर्सडे तक चाहिँ एकदम रेगुलर हाम्रो काम हुन्छ। तर फेरि 11 बजीसम्म त क्लोज छ। पनि जानै पर्छ अर्डर साथीहरू। ल म चाहिँ फाइनली रनपुरमा आइपुगिसकेँ हो। ल साथीहरू, आजको लागि यति नै अपडेट। अहिले भनाइबाट बाई। A few minutes later. हेलो गाइस, फाइनली म चाहिँ यहाँ तपाईँहरूलाई बिच बाटोमा रोकेर तपाईँहरूलाई यहाँ सानो दृश्यहरू देखाइरहेको छु। हेरिदिनुहोस्, देख्नुहुँदैछ होला तपाईँहरू सबैजनाले। यो चाहिँ तपाईँको यो मिस्ट्री इन्जिनियर भन्छ, यो पुलिस क्याम हो। यो सबै यहाँबाटै अराउँछ खटाउँछ सबै जग्गातिर। यो तपाईँले पर देख्दा रन बिल्डिङ भन्छ, यसलाई कुबेत च्याम्बर भन्छ, कुबेत पोइन्ट, एलिभेसन टावर सबै हजुरलाई त्यस्ता देखाइरहेको छु। कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। धन्यवाद। फेरि अर्कोमा भेट्नु ल हजुरहरू। हेलो गाइस, फाइनली म यहाँ ड्युटी गर्ने जग्गामा आइपुगेँ, मेरो डेलिभरी सेन्टरमा। यो मेरो डेलिभरी सेन्टर, यो भित्र छ डेलिभरी सेन्टर हो साथीहरू। अरू त के देखाउनु तपाईँहरूलाई। यो मेरो पार्किङ गर्ने जग्गा हो। यो सबैतिर पार्किङको जग्गा हो यो साथी हो। ल साथी हो, अब बाई सबैजना ल तपाईँहरू काम गर्नुहुन्छ होला। अब म पनि काम गर्छु साथीहरू। यसै छ मेरो काम गर्ने जग्गा साथीहरू। बाई बाई साथीहरू, टेक केयर, बाई। अच्छा